हेलो एभ्रिवान, नमस्ते। के छ खबर? सन्चै हुनुहुन्छ? मैले चाहिँ यहाँ बनाउन लाग्दैछु कागतीको अचार। कागती चाहिँ मैले हिजो उसिनेर राखिसकेको थिएँ। त्यसको लागि मैले कराई पनि अगाडि नै बसालिसकेको थिएँ। तेल पनि अगाडि नै तताइसकेको थिएँ। कागती काटिसकेर ल्याएर मैले तेल बसाएँ। त्यसमा हाल्दैछु लसुन त्यस पछाडि हाल्दैछु मरमसला एउटा खोर्सानीको धुलो, अनि अर्को जिरा पाउडर धुलो र अर्को छ तोरीको धुलो। त्यस पछाडि बनाउँदैछु म कागतीको अचार। यहाँ छ कागती। हजुरहरूलाई पनि मनपर्छ भने भन्नुहोस् है त। यो चाहिँ मैले धेरैचोटि बनाएको थिइनँ, पहिलोचोटि बनाएको मेरो फर्स्ट ट्राई हो। तर मलाई यो अचार एकदमै खान मन परेर मैले बनाएको। त्यस पछाडि हाल्दैछु म खोर्सानीको धुलो। त्यस पछाडि हाल्दैछु म जिरा पाउडर र तोरीको धुलो। मैले यो चाहिँ अगाडि नै रेडी गरिसकेको थिएँ, जुन मैले देखाउन पाइनँ। त्यस पछाडि यसलाई म एकछिन मजाले पकाउँछु। यो पकाइसके पछाडि अनि म त्यसमा हाल्छु कागती, अनि मजाले यसलाई मिक्स गरेर यसलाई म रेडी बनाउँछु। मैले कागती लगाइसके पछाडि चाहिँ सासू मम्मीले हेर्दै हुनुहुन्थ्यो नि, हेर्दा त मासु जस्तो छ त भन्दै हुनुहुन्थ्यो नि। खानुहुन्छ भन्दा खान्न भनेर जानुभयो। यो चाहिँ मेरो पहिलोचोटिको ट्राई हो। मैले मरमसला सबै थोक लगाएर बनाएको छु। हजुरहरूलाई पनि मन पर्यो भने लाइक सेयर गरिदिनु होला है त, अनि कमेन्ट पनि गरिदिनु होला, र मन पर्यो भने भन्नु पनि होला है त।